हेलो नमस्कार गाइजहरु, ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि यो सबै मेरो साथीहरु, आज चाहिँ म बर्थडे पार्टीमा आएको छु सरको। अनि यिनीहरु चाहिँ मेरो साथीहरु, यहाँ पनि सबै साथीहरु। तपाईहरुलाई बर्थडे सुरु भइसकेको छ। अब तपाईहरुलाई म उता बर्थडे तिरको देखाउने छु। बर्थडे चाहिँ सुरु भइसकेको छ अब साथीहरु। यसपछिको चाहिँ तपाईहरुलाई म फोटो देखाउँछु, किनकि भिडियो खिच्न पाइएन। हाम्रो प्लान चाहिँ के थियो भन्दाखेरि हामी सबै मिलेर सरलाई एकै निधारमा टीका लगाइदिने। त्यसपछि हामी त्यही प्लानमा भुल्दाखेरि भिडियो बनाउन पाएन। त्यस्तै गरी साथीहरु, हाम्रो ग्रुपमा सबैभन्दा बढी मिल्ने साथी भनेका 5 जना थियौं। हामी 5 जनाले सरलाई एकै निधारमा टीका लगाइदियौं। यो फोटो देख्न सक्नुहुन्छ। त्यस्तै गरी साथीहरु, हामीले पालैपाल फोटो खिच्ने निर्णय गर्यौं। त्यसपछि हामीले फोटो खिच्यौं। देख्न सक्नुहुन्छ हामीले यो फोटो खिच्यौं। फोटो यो देख्न सक्नुहुन्छ। यो फोटोहरु खिच्यौं। अशोक सरको बर्थडेमा हाम्रो ग्रुप मात्र नभएर धेरै ग्रुपहरु आएको थियो। त्यही भएर हामीले पुरै ग्रुपसँग फोटो खिच्ने निर्णय गर्यौं। त्यसपछि हामीले यो फोटोहरु खिच्यौं। दर्शकबिन देख्न सक्नुहुन्छ यो फोटोहरु। यो फोटो खिचिसकेपछि त्यतिकैमा सबैले डान्स गर्ने निर्णय गरे। त्यसपछि हामी डान्सतिर लाग्यौं दर्शकबिन। त्यसपछि नाच सुरु गरिसकेपछि वर्षालाई र एउटा अर्को ग्रुपको साथीलाई नचाउने निर्णय गर्यौं। त्यसपछि हामीले यो तपाईहरुले देख्न सक्नुहुन्छ, वर्षा र एउटा अर्को साथी नाचिरहेको भिडियो देख्न सक्नुहुन्छ। वर्षा र अर्को साथी पुरै जोशमा नाचिरहेका थिए साथीहरु। यसैगरी हामीले अशोक सरलाई र प्रशान्त सरलाई नचाउने कुरा गर्यौं। त्यसपछि यी दुईटै जना बसे अनि हामी नचायौं। नाचिरहेकै बीचमा अशोक सरले आउनु सबै नाचौं भन्नुभयो। त्यसपछि एउटा हाम्रो लेडिज साथी नाच्न जानुभयो। अनि त्यसपछि सबैजना ओर्लिए जस्तै गरेर सबैजना नाच्नको लागि रेडी भएर सबैजना नाच्न गए। अनि यसरी रमाइलो भयो। देख्न सक्नुहुन्छ। कोही नाचिसकेपछि गाइजहरु, त्यसपछि सबै कोही यता नाच्न थाले अनि कोही उता नाच्न थाले, किनकि आफै रमाइलो गर्न थाले। त्यसपछि कोही यता केक पनि खान थाले। देख्न सक्नुहुन्छ। साथीहरु, भिडियो लङ भएको कारणले मैले आज तपाईहरुलाई यति नै देखाएँ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अनि साथैको बेल आइकनलाई पनि थिच्नु होला। धन्यवाद। अर्को ब्लगमा भेट्नेछौं।